Ladies and gentlemen, the following content is the intro for the brand new Bhakti video. Introducing first our very own YouTuber. He is the king of inconsistency and world Yappyweight champion, the Bhakti. And now, the prince of procrastination, the laziest of the lazy. He is a serial killer, Aryan Bhattrai. भयो होला तो के छ ठीक छ नि हैन आजको भिडियोमा म मेरो लाइफको रेस्लिङ रिलेटेड स्टोरीजहरु सुनाउन गइरहेको छु सो लेट्स बिगिन टुडेज याप सेसन जहाँसम्म मलाई लाग्छ हाम्रो लाइफमा रेस्लिङ इन्ट्रोडक्सन चाहिँ रेस्लिङ कार्डबाट भएको होला सानामा हामी धेरैवटा डिफरेन्ट गेम्सहरु खेल्थ्यौं त्यहाँ मध्ये एउटा चाहिँ रेस्लिङ कार्ड पनि थियो रेस्लिङ कार्ड भनेको चाहिँ अब दुई प्रकारको गेमहरु हामी खेल्थ्यौं एउटा अल्फाबेट वाइजको हुन्थ्यो एउटा र्याङ्क वाइजको हुन्थ्यो कहिले म घर आउँदा यत्रो बुङ बोकेर आउँथे कहिले यत्रु बुङ बोकेर आउँथे आई डोन्ट नो मैले कहिलेदेखि हेर्न थाले मलाई मजाले याद छैन तर पहिला केबलको जमाना थियो अनि त्यो अहिले जस्तो यो डिस होम नेट टिभीहरुको जमाना थिएन केबलको जमाना थियो अनि त्यहाँनेरि 10 स्पोर्ट्स भन्ने च्यानल आउँथ्यो अनि त्यहाँनेरि म रेस्लिङ हेर्थे सबैभन्दा सुरुमा फर्स्टमा मेरो फेभरेट रेस्लर चाहिँ जन सिना हो भन्ने गर्थे परफेक्ट बटर स्मुथ हिरो बिटिङ द शिट आउट अफ villains and heel of WWE. Let's go see ना मजा आउँदै थियो जस्तो हेर्न हैन then suddenly one day त्यो केबलबाट त्यो च्यानलै हरायो गायब भयो I was left with nothing मैले हेर्नै पाइन रेस्लिङ अनि मैले हेरिन त्यसपछि कति वर्षसम्म त्यसपछि 2011 तिर कहाँ हेरे भन्दाखेरि हाम्रो पहिला दोकान थियो चोकमा अनि दोकान माथि चाहिँ घरबेटीहरु थियो अनि त्यहाँनेरि अश्विन दादा भन्ने हुनुहुन्थ्यो अनि त्यहाँनेरि म जान्थे अनि त्यसपछि अश्विन दाइ र म सँगै बसेर रेस्लिङ हेर्थ्यौं एज अलवेज आई अलवेज सपोर्टेड जन सिना अश्विन दाइसँग चाहिँ PS2 पनि थियो अनि त्यहाँनेरि हामी र भर्सेस स्म्याकडाउन 2011 खेल्थ्यौं आफ्नै आफ्नै क्यारेक्टर बनाएर खेल्थ्यौं अनि द्याट्स हाउ केम टु क्रिएट माइ रेस्लिङ नेम लाइक म चाहिँ अब मेरो म रेस्लर भयो भने चाहिँ मेरो नाम चाहिँ यही हो भन्ने खालको सोच्थे म अनि द्याट इज आर्यन ब्रायन सायद सजिलो भएर पनि होला ARYAN BRYAN अनि डेनियल ब्रायनको पनि देखेर होला जे होस् त्यही हो मेरो रेस्लिङ नाम भन्ने म गर्थे अनि हामी आफ्नो क्यारेक्टरको फिनिशर चाहिँ पर्फेक्ट 10 राख्थ्यौं लाइक घुम्माई हानेको हाने 10 वटा फिनिशर मुभहरु हान्थ्यो कम्बो बवाल मजा आउँथ्यो त्यो हेर्न पनि एक जमाना थियो जे ओभर रमाइलो गरिएको थियो एन्ड देन one day we all know what happened in 2011 CM Punk happened. CM Punk was the khatra wrestling performance. CM Punk against the system. CM Punk against Vince McMahon. Since CM Punk against John Cena. CM Punk को पाइप बम यार त्यो देखेर म CM Punk को फ्यान भए यार जन सिना versus CM Punk 2011 मनी इन द बैंकमा भएको थाहा छ CM Punk ले WWE च्याम्पियन लिएर हिँडेको थियो भाग्दैको थियो उसको कन्ट्र्याक्ट सकेको थियो त्यो मोमेन्ट यस्तो बवाल मोमेन्ट थियो त्यही मोमेन्टले गर्दा नै आई बिकम ह्युज फ्यान अफ CM Punk बिस्तारै आई रियलाइज आई वाजन्ट रियली अ फ्यान अफ जन सिना लाइक त्यो रेस्लिङ कार्डहरु खेल्दाखेरि त्यो कमन नेम भएर होला जन सिना फेभरेट भन्ने सोचेको मैले अनि अलिक सायद त्यो WWE सिस्टमले नै हिरो इस्ट्याब्लिश गरेको थियो जन सिनालाई चाहिँ एकदम खतरनाक रेस्लर म्याच जिते खतरनाक हो यही हो हिरो भन्ने खालके इस्ट्याब्लिश गरेको थियो सायद त्यही देखेर होला मेरो फेभरेट भन्ने मैले सोचे आई एम नाउ अ ह्युज फ्यान अफ CM Punk 2011 मा अर्को कुरा पनि चलिरहेको थियो मार्क हेनरीको हल अफ पेन एरा यस्तो डेन्जरस थियो आई बाबा बोय हेटेड मार्क हेनरी सो मच विथ माय होल हार्ट यस्तो रिस उठ्थ्यो मार्क हेनरी देख्ने बित्तिकै त्यति बेला त म रेस्लिङ रियल हो भन्ने सोच्थे क्या रेस्लिङ रियल हो अनि यो मार्क हेनरीले चाहिँ सबैको खुट्टामा कुर्सी हाल्दै तिनीहरुको खुट्टा भाँचिरहेको छ भन्ने मैले बुझ्थे ब्रदर यार मार्क हेनरी वर्सेस बिग शोको त्यो भेन्जेन्समा भएको म्याच चाहिँ मलाई अझै पनि बब्बाल लाग्छ के त्यो रिङ भाँचेको म्याच दिस माइट साउन्ड फनी बट इट इज व्हाट इट इज रियल कुरा यही हो मार्क हेनरी देखि यस्तो रिस उठ्थ्यो कि त्यसको रेस्लिङ कार्डबाट चाहिँ मैले त्यसको बडी मात्रै काटेर चाहिँ त्यसलाई मैले सिरानीमा टालेर टेपले अनि त्यसलाई सिरानीमा हान्थे कुर्थे आई मिन हु हैजन्ट प्लेड रेस्लिङ विथ सिरानी यार गाइज कम अन वी अल हैव डन इट सिरानीलाई पछार्ने WWE मुभ्सहरु हान्ने मजा आउँथ्यो यार एक जमाना थियो सिरानीलाई मात्र होइन है फेरि हामी साथी दाजुभाइहरुसँग पनि रेस्लिङ खेल्ने गर्थ्यौं ओपर मजा आउँथ्यो यार दुई तीनवटा खाटेर जोडजाड पारेर भइभरको सबै डस्ना सिरकहरु सब ओछ्याएर त्यहाँनेरि रेस्लिङ खेल्थ्यौं यार मजा आउँथ्यो यार सानोमा रोबर मजा आउँथ्यो अश्विन दाइ मेरो आयुष दाइ किरण डेभिड मेरो मावलको साथीहरु सबसँग हामी मावलमा यस्तो रेस्लिङ खेल्थ्यौं यस्तो मजा आउँथ्यो यार जमाना थियो जियोस एक जमाना ओबर मजा आउँथ्यो अनि हामी हरेक म्याच जितेपछि के गर्थ्यौं थाहा छ हाम्रो पेन्ट पाउने बेल्ट हुँदैन त्यसलाई फ्लेक्स गर्थ्यौं के दिस इज द वर्ल्ड टाइटल भन्ने के लाइक त्यो बेल्ट उठाउने एन्ड द वर्ल्ड हेभीवेट च्याम्पियन भन्ने के ओबर थियो यार टाइटल बेल्ट देखि याद आयो
एकचोटि सीएम पंक भर्सेस ट्रिपल एच भएको थियो फर द COO चिफ अपरेटिङ अफिसर अफ द WWE को लागि। अनि त्यति बेला मेरो दिमागमा के घुसेको थियो भन्दाखेरि मुला म केटाकेटी त माइ डमएस के सोचे मैले भन्दाखेरि WWE च्याम्पियन भन्दा त COO पो खतरा रहेछ त। अनि मैले के गरेँ थाहा छ, मैले एउटा टाइटल बेल्ट बनाएँ अनि त्यहाँनिर लेखिदिएँ COO अफ WWE। नाउ आई हेभ COO अफ WWE च्याम्पियनशिप इन माई ह्यान्ड। त्यति बेला आई इन्जोयड जन सिना भर्सेस सीएम पंक भर्सेस एल्बर्टो डेल रियो एज वेल। अनि आई लाइक त्यति बेलाको मार्क हेनरीको त्यो हल अफ पेन एरा। अनि आत्रुथ र मिजको टिम थियो, ओ बर मजा आउँथ्यो। तिनीहरूको मिक्स फिनिसर क्या सही लाग्थ्यो यार मलाई। अझै के कुराहरू थियो, सबै कुरा त मलाई याद आउँदैन, अब के गर्न धेरै वर्ष अगाडिको कुरा हो है। तर जे होस् त्यति बेला ओ बर इन्जोय गर्थेँ मैले रेस्लिङ। साँच्ची रेसलमेनिया 28 मा डेनियल ब्रायन भर्सेस सेमस भएको थियो वर्ल्ड हेभीवेट च्याम्पियनशिपको लागि। अनि त्यसपछि द्याट म्याच एन्डेड इन लाइक 18 सेकेन्ड्स। एकैछिनमा सेमसले जित्यो। म फर्स्ट टाइम हेरेको थिएँ त्यस्तो फास्ट म्याच क्या, ओभर मजा आएको थियो क्या, त्यो हेर्न पनि बापरे भन्ने भएको थियो। अनि द्याट वाज द लास्ट म्याच आई वाच फर अ लङ टाइम, किनभने त्यो म्याच हेर्दा हेर्दै लोड सेडिङ ह्यापेन्ड। लोड सेडिङ त्यति बेला लोड सेडिङको जमाना थियो। अनि मैले हेर्न पाइनँ रेस्लिङ। अनि म अश्विन दाईकोमा हेरेको थिएँ त्यो रेसलमेनिया। त्यहाँबाट म घर फर्किएँ। त्यसपछि अब हेरिएन, त्यसपछि रेस्लिङै हेरिएन। त्यतिकै अब त्यहाँबाट पनि टाढिँदै गयो, ठुलो हुँदै गयो, अब आफ्नै लाइफमा बिजी हुँदै गयो। अनि मैले रेस्लिङ हेर्न छोडिदिएँ त्यसपछि फर अ लङ टाइम। च्यानलै आउँदैन थियो के गर्नु त। अनि स्कुलमा एक दिन अचानक हल्ला फैलियो क्या, सिल्ड ब्रेकअप भयो, सेथ रोलिन्सले धोका दियो। ओ माई गड एभ्रीवन वाज सक्ड हैन। I thought like I was missing out something. केही मिस गरिरहेको छु कि क्या हो मैले भन्ने खालको फिल भयो मलाई। त्यति बेला डिसम छाताको जमाना आइसकेको थियो एन्ड आई स्टार्टेड वाचिङ इट अगेन। सिल्ड ब्रेकिङ अप, डिन एम्ब्रोस भर्सेस सेथ रोलिन्स, जन सिना भर्सेस अथोरिटी, रोमन रेन्स बिङ द टप गाई। बापरे के हुँदो रहेछ यार रेस्लिङमा, ओ पर मजा आउँथ्यो त्यति बेला हेर्न। बट देयर वाज समथिङ मिसिङ, सीएम पंक वाज मिसिङ। कहाँ गयो सीएम पंक भनेर मैले खोजेँ क्या। मैले यसो इन्टरनेटतिर रिसर्च हाने, सीएम पंक त WWE छोडेर गएछ। यस्तो स्याड भएको थियो, यस्तो नराम्रो लागेको थियो त्यो न्युज देखेर। के नै गर्न सकिन्छ र अब गयो त गयो। एनिवेज रोमन रेन्स वाज माई न्यू फेभरेट। त्यति बेला म पागल फ्यान भएको थिएँ क्या, म रेस्लिङको यस्तो फ्यान भएको थियो, मजा आउँथ्यो क्या त्यति बेला रेस्लिङ हेर्न। एन्ड यु नो व्हाट आई डिड, हरेक पेपर भ्यूको क्यासेट किन्दै ल्याउँदै कलेक्सन बनाउँदै राख्दै गर्थेँ क्या। आई स्टिल हेभ इट क्या, यहाँनिर छ क्या रेस्लिङको डल्लै कलेक्सन त्यति बेला मैले जम्मा गरेको। लेट्स सी इट। TLC 2015, रोयल रम्बल 2015, फास्ट लेन हुन्थ्यो त्यो जमानामा त, फास्ट लेन 2015, रेसलमेनिया 31। मलाई थाहा छ क्या यो लोगो मैले बनाएको क्या त्यो 31 को रेसलमेनिया। दिस रेसलमेनिया वाज द बेस्ट रेसलमेनिया फर मी। यस्तो मेमोरिज छ त्यो रेसलमेनियामा, यस्तो मेमोरिज छ। एक्सट्रिम रुल्स 2015, हेल इन अ सेल 2015, ब्याटल ग्राउन्ड 2015, मनी इन द ब्याङ्क 2015, बिस्ट इन द इस्ट भन्ने कुरा पनि हुन्थ्यो त्यो एक जमानामा। यो जापानमा भएको थियो, त्यही भएर यहाँ मैले पुरा जापानको फ्ल्याग बनाइदिरहेको छु। अनि यो सर्भाइभर सिरिज जहाँ चाहिँ टिम सिना भर्सेस टिम अथोरिटी भएको थियो, यो क्यासेट धरि छ यार मसँग। रोयल रम्बल 2016, नाइट अफ च्याम्पियन 2015, समर स्ल्याम 2015, इलिमिनेसन च्याम्बर 2015, रेसलमेनिया 2016। यार क्यासेट त के को रहेछ यार, रेस्लिङको मेरो कलेक्सन यार, मेरो पहिलाको नस्टाल्जिया यार। एनिवेज त्यति बेला त अब टिभीमा त बेलुका दिन्थ्यो रिपिट, लाइभ सो त हामी हेर्न पाउँदैन थियौँ त्यति बेला, त लाइभ दिँदैन थियो। अनि यु नो व्हाट आई डिड, लास्ट मेरो छट्टु दिमाग होइन, बिहान इन्टरनेटमा रिजल्ट हेर्न लाउँथ्यो एउटा साथीलाई, अनि त्यो साथीले मलाई भन्थ्यो, अनि म चाहिँ स्कुल गएर एउटा साथीसँग बाजी खेल्थेँ क्या। अनि कतिवटा म्याच चाहिँ म हारी पनि दिन्थेँ क्या। यसलाई डाउट नहोस् मैले हेरेर आएँ भनेर, यसले पनि जितोस्, जहिले मैले मात्र जित्ने भयो भने त भएन, यसलाई पनि जित्न दिन्छु म। कतिवटा म्याचमा मैले त्यसलाई जित्न दिन्थेँ अनि कतिवटा म्याचमा मैले जित्न दिन्थेँ। त्यति बेला खेलिन्थ्यो बाजी 20-30 रुपियाँको होइन, त्यो हामी कति नै क्लासमा पढ्थ्यौँ र मलाई 8, 9, 10 त्यस्तै कति यहाँ पढ्थ्यौँ होइन। तर जे होस् बर मेरो छट्टु दिमाग हो क्या। तर त्यति बेला प्रफिट पनि मैले त्यति साह्रो नि खाँदिनँ थिएँ, त्यही 30-40 रुपियाँ। के भन्ने यार, अब बच्चा आउँदाको अब त्यो हरकत यार, चकचके हरकत। अनि त्यति बेला सुपरम्यान पन्च एकदम ट्रेन्डी थियो क्या, जसले पनि गर्ने अनि सुसु बु हान्दिने क्या उडेर होइन, जसलाई पनि होइन, ओभर मजा आउँथ्यो क्या त्यति बेला सुपरम्यान पन्चहरू हान्न पनि। अनि त्यसै गरी मेरो साथी अभिषेक सुवेदीले मलाई एकचोटि सुपरम्यान पन्च हान्न आयो, गरेर सुई उडेर आयो होइन। मेरो दिमागमा डेनियल ब्रायनको किक आयो, मैले सुई यहाँ खुट्टा उचालिदिएको, मेरो खुट्टा त्यसको दुईटा खुट्टाको बिचमा छिटो लोब्लो लाग्यो, त्यो मोर यार त्यो उडेर आएर लोब्लोको इम्प्याक्ट कत्रो लाग्यो होला, मैले झन् खुट्टा उठाइदिएको। द्याट वाज एन एक्सिडेन्ट। तर
अति मेमोरेबल छ यार, त्यो पनि अति मेमोरेबल छ। एनिवेज अब त्यति बेला मैले रेस्लिङ भक्कु हेरे, कतिवटा मोमेन्टहरू थियो, त्यो मैले सबै मोमेन्टहरू त याद गर्न सकिनँ, तर मैले जति याद गर्न सकेँ त्यसको बारेमा म अब डिस्कस गर्न जाँदैछु। अथोरिटीदेखि मलाई यस्तो रिस उठ्थ्यो साला, जसको पनि म्याचमा आइदिरहेको छ, बिगारिदिरहेको छ, हानिदिरहेको छ, डिस्क्वालिफाई हानिदिरहेको छ, आफ्नै मनमर्जीको म्याचहरू गराइदिरहेको छ, यस्तो रिस उठ्थ्यो त्यति बेला होइन। अनि टिम सिना भर्सेस टिम अथोरिटी ह्यापेन्ड इन सर्भाइभर सिरिज। एभ्रीबडी वान्टेड अथोरिटी आउट। लास्टमा रहेको थियो डल्फ जिग्लर अनि उनीहरूको पट्टि 3टा रेस्लर। डल्फ जिग्लर क्लच्ड क्या 1v3 हान्दियो क्या डल्फ जिग्लरले। मोमेन्ट थियो यार, त्यो चाहिँ यस्तो खुसी भएको थिएँ म त्यति बेला। अब रोमन रेन्स विनिङ द रोयल रम्बल, मलाई अति मजा आएको थियो। त्यति बेला क्राउडबाट बु 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 पाए पनि मलाई चाहिँ त्यति बेला फेभरेट थियो, मजा आएको थियो रोमन रेन्सले रोयल रम्बल जितेर। अनि आई लाइक रेसलमेनिया 31 एज अ होल। डल्लै रेसलमेनिया 31 नै मनपर्छ। सेथ रोलिन्स क्यासिङ इन, ब्रिलियन्ट। र्यान्डी ओर्टनको त्यस्तो खतरनाक आर्की हो सेथ रोलिन्सलाई हानेको, आम्बो। अनि त्यति बेलाको ब्रक लेसनर भर्सेस जन सिना, बाफरे तिनीहरूको ब्याक स्टेजमा ब्रल। ब्रक लेसनरको सुप्लेक्स सिटी, जन सिनालाई सुप्लेक्स हानेको, आम्बो अति थियो यार। अनि जन सिनाको युएस टाइटल ओपन च्यालेन्ज, यस्तो बवाल लाग्थ्यो मलाई जन सिनाको युएस टाइटल ओपन च्यालेन्ज। त्यति बेला अब अरू रेस्लरहरू आएर चाहिँ आफ्नो रेस्लिङ पर्फर्मेन्सहरू देखाउन पाउँथे। यस्तो मेमोरेबल मोमेन्ट्सहरू छ त्यो युएस टाइटल ओपन च्यालेन्जेसहरूमा पनि। अनि हाउ क्यान यु फर्गेट न्यू डेको पिक डेज, गोल्डन डेज अफ न्यू डे। अहिले त हावा भएको छ, न्यू डे रक्स, न्यू डे सक्स। न्यू डे कस्तो इन्टरटेनिङ थियो यार। अनि अर्को भनेको अन्डरटेकर भर्सेस ब्रक लेसनर, बाफरे ओपर भएको थियो यार, त्यो त झन् अति अनस्टपेबल क्या। अनि सेथ रोलिन्स डबल च्याम्पियन भएको थाहा छ, युएस टाइटल पनि अनि WWE च्याम्पियन पनि एकैचोटि भएको थाहा छ। यार त्यस्तो पनि थियो एक जमानामा, अति खतरा लागेको थियो मलाई त्यो पनि। अनि डिन एम्ब्रोसको लुनेटिक फ्रिन्जवाला एरा, पागल भएर यस्तो कमेडी थियो यार डिन एम्ब्रोस, यस्तो कमेडी थियो, यस्तो हाँस उठ्थ्यो मलाई डिन एम्ब्रोस देखेर चाहिँ। अनि रोमन रेन्सको रोयल रम्बलमा भएको 1 भर्सेस अल म्याच फर द वर्ल्ड हेभीवेट च्याम्पियन, त्यो के गरे हो त्यो। अनि सेन मैकमहन भर्सेस अन्डरटेकर रेसलमेनियामा, अति बवाल पर्फर्मेन्स देखाएको थियो सेन मैकमहनले। अनि उयो थाहा छ रोमन रेन्स भर्सेस सेथ रोलिन्स फर द वर्ल्ड हेभीवेट च्याम्पियन इन मनी इन द ब्याङ्क। अनि त्यही मनी इन द ब्याङ्कमा डिन एम्ब्रोसले मनी इन द ब्याङ्क सुटकेस जितेर, अनि पछि रोमन रेन्स भर्सेस सेथ रोलिन्स भयो। अनि सेथ रोलिन्सले जित्यो रोमन रेन्सलाई, रोमन रेन्स च्याम्पियन थियो, अनि नयाँ च्याम्पियन भयो सेथ रोलिन्स। अनि डिन एम्ब्रोस आएर क्यास इन हानो, अनि सेथ रोलिन्सबाट च्याम्पियन खोजेर लग्यो, अनि डिन एम्ब्रोस इज द न्यू वर्ल्ड हेभीवेट च्याम्पियन। त्यो नाइटमा सिल्डको सबै मेम्बरले वर्ल्ड हेभीवेट च्याम्पियन बोकेको थिए। ओभर खतरा स्टोरी टेलिङ थियो यार, अति बवाल लागेको थियो त्यो मोमेन्ट पनि। अनि हाउ क्यान वी फर्गेट फिन ब्यालर यार, डिमन ब्यालर, द फर्स्ट एभर युनिभर्सल च्याम्पियन। सोल्डर इन्जुरी भएर गयो यार, छ्यास त्यसको करियर नै डाउन हिल गयो यार। छ्या कस्तो फिन ब्यालर कस्तो बवाल रेस्लर थियो यार, सबै रुइन गरेको छ यार अहिले त। हो गोल्डबर्ग भर्सेस ब्रक लेसनर झन् सर्भाइभर सिरिजमा म्याच एकछिन त्योभन्दा अगाडि अलिकति म भन्छु कहानी। र भर्सेस स्म्याकडाउनहरू हुँदै थियो, अनि अब मलाई ब्लू कलर मन पर्ने भएर म चाहिँ टिम स्म्याकडाउनमै थियो होला। टिम स्म्याकडाउन भन्ने खालको फिल हुन्थ्यो होइन। अनि स्म्याकडाउनले जितेको थियो, खुसीले बौलाएको थियो यार, म सोफामाथि उफ्री नाचेको थियो म। एज सुन एज द्याट म्याच एन्डेड, अनि गोल्डबर्ग भर्सेस ब्रक लेसनर भएको थियो। ब्रक लेसनर त मन पर्दैन थियो मलाई, अनि गोल्डबर्गले के सपोर्ट म त। गोल्डबर्गले त एकैछिन स्पियर ज्याक ह्यामर हानेर 1 मिनेट 26 सेकेन्डमा त जित्यो यार म्याच। दिमाग खराब भएको थियो, म यस्तो नाचेको थियो, यस्तो उफ्रेको थियो, खुसीको साथ त्यो सोफा माथि उफ्रेर होइन, म झन्डै बिहोस भएको थियो साँच्ची, त्यो ब्ल्याकआउट हुँदै आइसकेको थियो, त्यस्तो खुसी भएको थियो म त्यति पनि। वी अल नो क्रिस जेरिकोको लिस्ट, You just made the list! अति इन्टरटेनिङ थियो यार त्यो पनि यार। अनि जोन सिनाले निकी बेलालाई प्रपोज गरेको रेसलमेनियामा, त्यस्तो पनि भएको थियो यार, तर पनि त्यो मेमोरेबल मोमेन्ट थियो। अनि रेसलमेनिया 33 मा के भयो थाहा छ, रोमन रेन्स भर्सेस अन्डरटेकर। अनि रोमन रेन्सले जित्यो यार अन्डरटेकरलाई रेसलमेनियामा। What the hell, रोमन रेन्सलाई पुस गर्दा गर्दै धेरै पुस गर्यो क्या, त्यहाँपछि त सक्यो, अति धेरै ब्याकल्यास पाउन थाल्यो। कस्तो फेभरेट लाग्थ्यो, कस्तो मन पर्थ्यो साला। ओ गाइजहरु तिमीहरूलाई त्यो थाहा छ कि थाहा छैन, सर्टिफाइड जी, सर्टिफाइड क्याश एन्ड यु क्यान बिट द्याट वाला थाहा छ कि थाहा छैन। अति इन्टरटेनिङ लाग्थ्यो यार तिनीहरू पनि मलाई। अनि यत्रो वर्षसम्म रेस्लिङ हेर्दै जाँदाखेरि सिल्डको स्टोरीहरू बुझिँदै गयो। त्यति बेला यति धेरै र्युमरहरू चल्थ्यो, सिल्ड रियुनाइट हुन्छन् भनेर, कहिल्यै भएन। बल्ल बल्ल फाइनल्ली क्या लाइक सिल्ड रियुनाइट भयो। वाट द हेल, कस्तो खुसी
त्यति बेला पागल भएको थियो म खुसीले क्या अति खुसी लागेको थियो मोमेन्ट पनि अनि जोन सिना भर्सेस अन्डरटेकर रेसलमेनियामा जोन सिना बिङ डेस्परेट अन्डरटेकर आइज म्याच खेल मसँग भनेर इन्टरटेनिङ थियो मजा आएको थियो गाइजहरु तिमीलाई उयो थाहा थियो कि थाहा छैन आर्थरुथको 24/7 च्याम्पियनशिप कस्तो इन्टरटेनिङ थियो आर्थरुथ कतिचोटि चाहिँ भएको छ होला क्या 24/7 च्याम्पियन अति बवाल लागेको थियो मलाई त्यति बेलाको 24/7 च्याम्पियनको त्यो कन्सेप्ट नै पछि त एन्ड गरेछ हावा जस्तो मलाई त्यो राखिरहेको भए हुन्थ्यो क्या एउटा केही त्यो मिड कार्ड रेस्लरहरू कि त त्यो जबरहरूलाई त्यो त्यहाँनिर राख्न हुन्थ्यो क्या त्यो टाइटलको लागि त्यो अलिकति त्यो इन्ट्रेस्टिङहरू बनाइराख्न सक्थ्यो क्या तर गरेनन् ओ अन्डरटेकर भर्सेस एजे स्टाइल्सको बोनयार्ड म्याच थाहा छ त्यो कोभिड हुँदाखेरि दामी लागेको थियो त्यो म्याच पनि मलाई ओ ऱ्यान्डी ओर्टन भर्सेस ब्रे वाइट ऱ्यान्डी ओर्टनले घरै चलाइदिएको थाहा छ अति मेमोरेबल मोमेन्ट हो यार अति मेमोरेबल मोमेन्ट हो जमाना थियो एक जमाना थियो मजा आउँथ्यो रेस्लिङ हेर्नु अनि वी अल नो रोमन रेन्सको त्यो इमोसनल प्रोमो लाइक आएर ल्युकेमिया छ भनेर एनाउन्स गर्छ अनि त्यसपछि छोडेर जान्छ रेस्लिङ केही समयको लागि जे होस् त्यति बेला अति इमोसनल मोमेन्ट थियो यार लाइक अति इमोसनल मोमेन्ट थियो नराम्रो लागेको थियो त्यति बेला आई डोन्ट ह्याभ एनी फेभरेट्स लेफ्ट नाउ भन्ने खालको फिल भएको थियो क्या लाइक सिएम पङ्कपछि अब रोमन रेन्स थियो अनि रोमन रेन्स पनि गएर अब त लाइक केही रहेन यार भन्ने खालको फिल हुँदै थियो क्या मलाई त्यति बेला म स्याड भएको थियो अनि त्यसपछि कोभिड-19 को जमाना आयो लकडाउन भयो रेस्लिङहरू अब थन्डरडोममा आउन थाल्यो के भन्ने यार अल्छी लाग्दै गयो क्या त्यो हेर्न पनि अल्छी लाग्दै गयो क्या त्यो फ्यानहरू बिना त लाइक मजै आउँदैन रहेछ भन्ने खालको फिल भयो क्या कतिवटा म्याच थियो राम्रो थियो इन्टरटेनिङ थियो तर पनि लाइक बोरिङ हुँदै गइरहेको थियो क्या सेम फर्मुलाहरू युज भइरहेको थियो बोरिङ हुँदै गइरहेको थियो त्यही खतरा रेस्लरहरूलाई ल्याउँछन् अनि अहिलेका रेस्लरहरूसँग हराउँछन् हावा रेस्लरहरूसँग हराउँछन् अनि त्यो ठुला स्टारहरूको त के काम लागेको छ अनि त्यत्रो लेभलमा पुगेपछि यस्ताहरूसँग हार्नको लागि बनाएको हो त अनि रोमन रेन्स रिटर्न भयो कहाँबाट तर आई वाज जस्ट डन विथ रोमन रेन्स लाइक कति धेरै जितेको भन्ने खालको फिल भएको थियो वाक्क लागेको थियो अनि रोमन रेन्सले आएर फेरि जित्छ फेरि टाइटल जित्छ अनि जितेको गर्छ मलाई वाक्क लाग्छ म छोडिदिन्छु रेस्लिङ हेर्न भन्ने खालको फिल हुन्छ वान्स अ फ्यान अफ रोमन रेन्स आई वाज जस्ट सिक अफ वाचिङ हिम विनिङ अनि त्यसपछि बिस्तारै अनि एक दिन आई टोटली कट अफ रेस्लिङ फ्रम माई लाइफ अहिले फेरि बोरिङ हुँदै गइरहेको छ ट्रिपल एच कम अन यु आर रुइनिङ द रेस्लिङ यु आर रुइनिङ WWE केही त गर राम्रो गर यार राम्रो गर न यार बिगारिरहेको छ यार अनि आई वाज जस्ट फेड अप अनि आई स्टप्ड वाचिङ WWE फर अ लङ टाइम बित्दै गयो अनि ब्याचलरमा एउटा साथी थियो सुशान्त भन्ने अनि उसले कोडी रोड्सको स्टोरीहरू सुनाउँथ्यो यस्तो हो उस्तो हो ही निड्स टु कम्प्लिट हिज स्टोरी एन्ड अल होइन त्यो जे होस् भन्थ्यो उसले रेस्लिङको कहानीहरू सुनाउँथ्यो यस्तो हुन्छ यस्तो भएको थियो यस्तो अनि त्यो स्टोरीहरू धेरै सुनेर मलाई पनि अब हेर्न मन लाग्न थालेको थियो क्या अनि रेसलमेनिया 41 को म्याच हेरेँ मैले कोडी रोड्स भर्सेस रोमन रेन्सको हेल या त्यही म्याच मात्र हेरेँ त्यही एउटा म्याच मात्र हेरेको थियो त्यति बेला होइन मजा आएको थियो हेर्नका लागि अति बवाल म्याच भयो त यार भन्ने खालको फिल भएको थियो मजा आएको थियो हेर्न त्यो म्याच होइन त्यसपछि मैले रेस्लिङ हेरिनँ त्यही म्याच मात्रै हेरेँ अनि टाइम बित्दै गयो अनि सडनली वान डे जोन सिना एनाउन्सेस हिज फेयरवेल व्हाट द हेल द भेरी रेस्लर जसले गर्दा मैले रेस्लिङ हेर्न थालेँ सुरुमा मेरो फेभरेट रेस्लर त्यसले अब रेस्लिङ छोडेर जान्छ भन्ने खालको फिल भयो अनि जोन सिनाले त्यस्तो न्युज दिएपछि अब त्यो रेस्लिङमा अलिकति इन्ट्रेस्टेड हुँदै गयो अनि हेर्न थालेँ त्यसपछि चाहिँ कन्टिन्युसली एभ्री विक एभ्री सो एभ्री पिएलई एभ्री र अनि स्म्याकडाउन सबै हेर्न थालेँ मैले मजा आइरहेको थियो रेस्लिङ हेर्न पनि बफरे नयाँ सुपरस्टार्स यार गन्थर कार्मेलो हेज LA नाइट या अति बवाल लाग्छ यार LA नाइट इज माई न्यू फेभरेट ब्रन ब्रेकर डर्टी डोमिनिक मिस्टेरियो झन् अति खतरा छ यो स्काई जेकब पाटु स्टेफेनी भेकेर बाफ्रे खतरा रेस्लरहरू आएको छन् यार मजा आइरहेको छ रेस्लिङ हेर्न जे होस् अहिले अनि म मेरो अन्वेष भन्ने साथीसँग यापिङ हान्थेँ क्या रेस्लिङको बारेमा ओ यस्तो भयो बाफ्रे खतरा भयो यस्तो भयो यसले जित्यो यार यस्तो भयो उस्तो भयो भन्ने खालको यापिङ हान्थेँ मजा आउँथ्यो अनि एक दिन चाहिँ मैले 10 मिनटको यापिङ हानेर भोइस मेसेज पठाएँ अनि उसले भन्यो कि यति युट्युबमा बोलेर हालेको भए पैसा आउँथ्यो यार भनेर भन अनि त्यसपछि त्यहाँबाट आइडिया आयो रेस्लिङ च्यानल पो खोलौँ कि क्या हो भन्ने खालको फिल भयो अनि रेस्लिङको च्यानल खोल्ने मैले डिसाइड गरेँ अनि पहिला मेरो रेस्लिङ क्यारेक्टरको नाम आर्यन ब्रायन थियो त्यही पो राखौँ कि क्या हो च्यानलको नाम भन्ने खालको फिल भयो फेरि यस्तो सोचेँ होइन द भट्टे भनेर अनलाइन चिन्छन् अब त्यही भट्टेमै अब त्यो त्यसकै वरिपरि बनाउनु पर्ला च्यानल नेम भन्ने खालको फिल भयो त्यही भएर आई केम अप विथ द नेम रिङ साइड भट्टे अनि हो त्यो रिङ साइड भट्टे च्यानलमा चाहिँ के को बारेमा भिडियो हाल्छु भन्दाखेरि अहिलेको रेस्लिङको बारेमा डिस्कस गरेर अहिलेको रेस्लिङको बारेमा रिभ्यू ओपिनियन सुपरस्टार्सहरूको बारेमा केही कुराहरूको बारेमा एभ्रिथिङ अबाउट द रेस्लिङ त्यहीँनिर हाल्छु भन्ने कुरा मैले सोचिरहेको छु जे होस् सबैजनाले गएर त्यो च्यानललाई सब्सक्राइब गरिदिनु होला त्यो च्यानलमा मैले एउटा भिडियो पनि हालिसकेको छु सो आई रिक्वेस्ट एभ्री रेस्लिङ फ्यान जस्ट गो एन्ड सब्सक्राइब टु रिङ साइड भट्टे आजको लागि यति नै
ल त